त्यहाँ तपाईँको चाहिँ नो टाइम केही छैन। त्यहाँको प्रोसिजरहरू चाहिँ जेप्सनमा अहिलेसम्म मैले पढ्न पाएको छैन। आइएफआर के हो, भिएफआर के हो, कति भिजिटसम्म हामी ल्यान्ड गर्न सक्छौँ, कतिमा हामीले त्यहाँ के गर्न सक्छौँ, त्यो सबै कुरा क्लियर हुनुपर्छ। त्यो पढिन्छ, त्यसलाई त्यसपछि हामी सिमुलेटर जान्छौँ। त्यही ठ्याक्क पोखरालाई सेटअप गरेर सिमुलेटर हामी ट्रेनिङ गर्छौँ। त्यो त्यहाँ ट्रेनिङमा पास भएपछि बल्ल हामी जहाज उडाउन जान्छौँ। काठमाडौँ पनि त्यही हो, दिल्ली पनि त्यही हो, फ्रेङ्कफर्ट पनि त्यही हो, लन्डन पनि त्यही हो, वरेभरि गो। किनभने अहिले सिमुलेटर त्यसरी बनाइएको हुन्छ। त्यो एयरपोर्टलाई पनि ठ्याक्क डिजाइन गरेर तपाईँले सिमुलेटरमा फिट इन गरेर अनि ट्रेनिङ गर्ने हो। सेफ्टी त्यसो भए इन्टरनेसनल एयरपोर्टमा त छँदैछ, तर बुझाइ मान्छेहरूको के छ भने डोमेस्टिक त ठिकै छ भनेर डोमेस्टिक जहाँ त्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन आन्तरिक उडानहरू गइरहेछ त्यो जहाजहरूले पनि के सेफ्टीमा केही कम्प्रोमाइज गरेको छ वा छैन, के देख्नुहुन्छ तपाईँ? यो डोमेस्टिक कुरा गरेँ। हजुर, जुन डोमेस्टिकको आइएफआर कसरी अप्रोच गर्ने, त्यो लेआउटहरू कुनै प्लान छैनन्। भिएफआर भने कसरी चाहिँ हामी लुक्ला जाँदाखेरि हाम्रो प्रोसिडर थियो। त्यहाँ भिजुअल ल्यान्डिङ हो, प्रोसिडर थियो। कहाँसम्म गयो भने हामी ल्यान्ड गर्ने पर्ने, कहाँसम्म गयो भने गो राउन्ड गर्न सक्ने, वाट एभर, कति बजी जाने कति बजी नजाने, त्यो सबै प्रोसिडर हो नि त। एयरलाइन्सले त्यो सबै एडेप्ट नगरे त कोही पनि लुक्ला जस्तो एयरपोर्टमा गइन्छ। जब कि द्याट इज अ भेरी एउटा चाहिँ रिमोट एरियाको एउटा बुस्ट टाइप फ्लाइङ भन्छ कि त्यसलाई, वान वे। त्यहाँ त्यसमा त्यति प्रोसिजर हुँदैन र ठुल्ठुलो जहाजहरू त्यसमा जान सक्दैनन्, किन हाई स्पिड जहाजहरू त्यहाँ जान सक्दैनन्। लो स्पिड जस्तो टुनरहरू यिनीहरू मात्रै जान सक्ने कारण त्यो हो। त्यस्तै यो पोखरा त इन्टरनेसनल एयरपोर्ट भनेपछि त ठुलो जहाजहरू भने कि हाई स्पिड एयरक्राफ्ट हुन् तिनीहरू। तिनीहरूमा सबै कुरा लेआउट गर्नैपर्छ, लेट डाउन हुनैपर्छ। त्यही पढेर त्यसको आधारमा हामी जाने हो कुनै पनि एयरपोर्ट जाँदाखेरिमा। आँखाको डोमेस्टिकलाई पनि असर पारिरहेछ 100%। डोमेस्टिक भन्नुहोस्, इन्टरनेसनल भन्नुहोस्, सबै कुरा हेर्नुहोस्, प्रोसिजर हुन्छ हुन्छ हुन्छ, हुनै पर्छ।